सो व्हाट्सअप गाइज, हेलो सबैमा नमस्ते छ। आज फेरि म धेरै दिन पछाडि नयाँ ब्लग लिएर आएको छु। सो आज चाहिँ हामी आएको छौँ पाल्मा दी म्योर्का हैन। यो चाहिँ स्पेनको एउटा आइल्यान्डमा पर्छ। अनि यो ठाउँमा चाहिँ अब हाम्रो सिप चाहिँ अब एक हप्तामा एकचोटि चाहिँ डक भइरहन्छ। डक भन्नाले चाहिँ अब यो हाम्रो सिपको नयाँ गेस्टहरू चाहिँ चेन्ज भइरहन्छ हप्तैपछि। तर यो ठाउँबाट चाहिँ अब जो गेस्टहरू चाहिँ आउने जाने गर्छ। हाम्रो गेस्टहरू चाहिँ धेरै जस्तो युकेतिरबाट हुन्छ। सो आजको स्पेसल चाहिँ हामी कहाँ जाँदैछौँ भाइ? हामी आज कहाँ जाने, अब यसो सपिङ मल छिर्नु पर्यो हैन, सपिङ सेन्टर, हामी यसो बिच जानु पर्यो। अनि हामी फेरि फ्रीको क्यासिनो पनि जाँदैछौँ है फेरि। यहाँ अब तपाईँहरूलाई म यहाँनिर उयो स्पेनमा चाहिँ अब यो क्यासिनो चाहिँ एकदम उयो एलाउड रहेको छ। यहाँनिर अब एउटा उयो के भन्छ नि, अब यिनीहरू गभर्मेन्टले नै अब लाइसेन्स दिएर यहाँ क्यासिनोहरू खेलिरहेको छ हैन। सो आज चाहिँ हामी बिच, त्यहाँदेखिको यहाँको मार्केटहरू प्लस यहाँको अब हाइवेहरू, यो यहाँको उयो वातावरणहरू के कस्तो छ उयोहरू देखाउनु गइरहेको छौँ है। सो अहिले चाहिँ हामी यहाँ मार्केट आइपुग्न आँटेको छौँ हैन। यहाँनिर साइडमै पिङहरू चिप्लेटीहरू बच्चा बच्चीलाई पनि रहेछ यी खेल्नको लागि। यो चाहिँ के हो, टोइस रस अरे, अब यो टोइजहरू बेच्ने ठाउँ रहेछ। त्यहाँदेखि अगाडि स्प्रिन्टर, पछि पाल्मादेखिको सामानहरू किन्दाखेरि चाहिँ सही हुन्थ्यो। यहाँ सस्तो पाउँछ है भाइ। यहाँ नयाँ नयाँ उयोहरू पनि खोलिरहेको रहेछ निबर। यहाँनिर फेरि कन्सर्टहरू हुन्छ। यहाँ त्यो कन्सर्ट स्टेडियम जस्तो स्प्रिन्टर, यहाँ चाहिँ 70% डिस्काउन्ट अरे हो। महँगो 70% डिस्काउन्ट। यहाँ टुइस रस रहेको छ। ल बडी बिल्डरहरूको लागि चाहिँ फेरि यहाँ उयोहरू प्रोटिन सेकहरू सबै पाउँछ नि। मेन स्ट्रिट चाहिँ अलिक उतातिर छ। यहाँनिर चाहिँ अब होइन स्टारबक्सहरू, यो स्टारबक्स यहाँ अगाडि भयो। त्यहाँदेखि न्युयोर्करमा भाइ सक्सहरू दामी पाउँछ नि, बट चिप वान। सो स्ट्रिटहरू चाहिँ हिँड्न लायकको छ जेस। यहाँदेखि तल चाहिँ फेरि मल छ यहाँनिर। हामी चाहिँ अहिले मल जाँदैनौँ होइन भाइ। सो अहिले चाहिँ हामी अब क्यासिनोतर्फ जाँदैछौँ। क्यासिनोमा यसो अब फ्रीको यसो हल्का दिन्छ, कार्डसार्ड देखायो भने, अनि त्यही भएर जान्छौँ हामी। त्यहाँ गएर यसो जितेर त्यहाँदेखिको के छ हाम्रो प्लान आज, हामी बिचतिर होइन बिचतिर जाने प्लान छ। सो यो रहेको छ यहाँको मार्केट। यहाँदेखिको उता माथितिर पनि छ अझै। यहाँनिर चाहिँ फेरि मल फेरि कस्तो है उयो अन्डरग्राउन्डमा बनाएको भाइ। यहीँ घरहरू यो पाल्मा दी म्योर्काको यो के हो फेरि, ए गाडी अलिकताबाट आउनु म्याकडोनल्ड रहेछ त्यहाँ। केएफसी पनि थिएन नि पहिले। सो हामी फ्रीको क्यासिनो चाहिँ यहाँ तल भित्र जाँदैछौँ। यो चाहिँ मेन हाइवे भयो। हामी चाहिँ अब क्यासिनोतिर जाँदैछौँ। अब त्यो क्यासिनोमा चाहिँ अब त्यो मेन अब उयोहरूको चाहिँ भिडियो लिन दिँदैन होला। पाल्मा दी म्योर्का लक्की। सो हामी एकैचोटि क्यासिनोभित्र गएर भिडियो गर्छौँ नि है। त्यहाँनिर भेट्नुपर्छ हामी। के कसो भाइ? सो क्यासिनो चाहिँ यहाँबाट जान्छौँ हामी। सो यो रहेको छ क्यासिनो। फ्रीको चाहिँ 10 युरोको भोचर पाएको छौँ। सो हाम्रो लक्की ठाउँमा जाँदैछौँ हामी चाहिँ यहाँ होइन। यहाँ क्यासिनोहरू धेरै छ है। यस्तो हुन्छ यहाँ विदेशको क्यासिनो होइन, रोलेट सोलेट। सो अहिले अपडेट दिन्छौँ नि हामी जित्यौँ कि गाइज होइन।
क्यासिनोमा चाहिँ अब हामीले केही पनि पार्न सकिनौँ भन्दाखेरि पनि अब लक छैन रहेछ। आज लक्कै भयो। आज लक भएन, अस्ति त भइरहेको थियो। सो अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो अब बिचतिर रहेको छ। सो बिचतिर जाने बाटो चाहिँ अब हजुरहरूलाई देखाउँदै जान्छु नि। वाट अनलकी डे। अनलकी त नि यो अर्को भाइले बनाइहाल्यो नि। त्यही फिलेले बना फिलेले बनाइदियो पुरै अनलकी डे। सो यो रहेको छ पाल्मा दी म्योर्का। यिनीहरू पनि बिचबाटै गएर आए जस्तो छ मेरो भाइ। सो चिसो बियर खाँदै बिचमा बस्नुहुन्थ्यो है। अन्त सो रेड लाइट बलिसकेको छ। यो चाहिँ रहेको छ यहाँको हाइवे। यता जान्थ्यो आज मासतिर केही पनि छैन, त्यही बिचतिर जाउँ। बिचतिर यसो जानुपर्छ। हाम्रो धोती साथी बसिरहेको होला, त्यो धोती साथीलाई आइहाल्यो भन्नुपर्छ। सो उहाँनिर चाहिँ एउटा आइडा सिप रहेको छ। त्यो आइडाको पनि यहीँनिर जहिले इम्बार्केसन हुँदो रहेछ। यो रेड लाइट बलिरहेको रहेछ। यस ठाउँ चाहिँ राम्रो छ, गर्मी पनि उत्तिकै छ। फेरि हामी चाहिँ गएको क्यासिनो चाहिँ यहाँ हो, यो क्यासिनो म्योर्का। ल आऊ भाइ। हामी चाहिँ अहिले बिचतिर लागिरहेको छौँ। यहाँदेखिको बिच चाहिँ कति 5 मिनट जस्तो लाग्छ। 5 मिनट जस्तो लाग्छ। त्यसो भिडियो लामो हुन्छ होला। हजुरहरूलाई अहिले त्यहाँ बिच पुग्ने छेउ पुग्न आँटेपछि त्यहाँबाट चाहिँ भिडियो फेरि देखाउँछु नि म हजुरहरूलाई। सो अहिले चाहिँ हामी अब बिच आइपुगेको छौँ होइन। बिच जाने चाहिँ फेरि यहाँदेखिको है, यहाँ पुरै काटेर बनाइरहेको छ। यो हाम्रो बिच जाने ठाउँ चाहिँ यहाँबाट छ। बिच चाहिँ तल छ। सो देख्न सक्नुहुन्छ यहाँको भ्यू कति राम्रो छ होइन। सो यो रहेको छ बिच। यहाँ तल बिच भन्दाखेरि पनि समुद्रको किनारो, यहाँ तल चाहिँ बिच छ। यहाँ रहेको छ यो डाँडा। उहाँ फेरि देख्न सक्नुहुन्छ। यस्तो काँडाले यो बानिरहेको छ। के भन्छ भाइ? आमामा दर्शन नमस्ते। सो यो बिच रहेको छ, यहाँ देख्न सक्नुहुन्छ। सबैजना बसिरहेका छन्। बिच चाहिँ यहाँ तल रहेको छ। सो यो त उयो होइन नि हाम्रो यो खैनी दिने होइन यो। क्या कर रहा है? क्या कर रही है? चोट रहा है क्या? के भन्छ यो भाइ चाहिँ लास्टै फटा छ अलिकति। उहाँ बसिरहेको छ। सो बिच चाहिँ यही रहेको छ। यहाँनिर नुहाउने गरेको छन् सबैजना। ठाउँ चाहिँ दामी छ यहाँ एकदम। तर यो चाहिँ मेन बिच चाहिँ होइन होला है भाइ। यो मेन बिच चाहिँ होइन। यो चाहिँ अब यसो चोरी छुपे त्यस्तो बिच हो। यहाँनिर अब मेरो साथी पनि आउँदैछ, एउटा इन्डियन।
चुन्नी बनाएर खिलाउँछ त्यसले। सो यहाँ यस्तै रहेको छ यहाँको बिच। खास गरी चाहिँ अब यहाँनिर चाहिँ अब नेकेड बिच पनि भन्छ क्या भाइ। यहाँनिर चाहिँ अब नाङ्गै हार नुहाइदिन्छ क्या। अब फेरि अब बसिरहेको छ त्यहाँनिर, बस्नु चाहिँ बसिरहेको छ, नभए हामी चाहिँ अब त्यो भिडियो चाहिँ त्यसको नलिने। सो यहाँ रहेको छ ऊ के हो त्यो। यहाँदेखि फेरि एयरपोर्ट पनि नजिकै रहेको छ। सो भ्यूहरू देख्न सक्नुहुन्छ तपाईँहरू यहाँबाट। जेस घुमाउनु चाहिँ डरै ठाउँ घुमाउँदैछु होइन म भाइ, 3-4वटा त भइसक्यो। म पनि घुम्न चाहिँ कति लगभग कति 17-18वटा ठाउँ चाहिँ घुमिसकेँ भाइ सेकेन्ड कन्ट्र्याक्टमै। यो थर्ड कन्ट्र्याक्ट भयो, त्यही भएर यहाँको अब ठाउँको अलिक बेसी उयो जानकारीहरू छ ममा चाहिँ। आज हामी आएको छौँ पाल्मा दी म्यायोर्का। म्यायोर्काको स्पेलिङ चाहिँ भाइ के रहेछ थाहा छ? MALLORCO कि त्यस्तै के रहेछ होइन? भरे त्यो चाहिँ म चाहिँ मल्रोका कि मल्रोका भन्थेँ। कहाँ नि स्पेनिस हेरेर त म्यायोर्का चाहिँ दिँदो रहेछ नि त नि। सो बिचको भ्यू हेर्नुहुन्छ होला। बिच पछाडि चाहिँ अब हामी कहाँ जान्छौँ भाइ? कहाँ जाने? ब्याक टु द सिप। सो आज अब लक रहेन रहेछ। फेरिको क्यासिनोमा पनि उयो भइगयो। एकछिन यहाँनिरको भ्यू हेर्नुहोस् न हजुरहरू है। त्यहाँदेखिको अनि के मार्केटतिर हुन्छ कि हो त्योहरू यसो देखाउनु पर्छ नि। यहाँको मार्केटहरू अलिक भन्नाले मल, त्यो अन्डरग्राउन्डको मल थियो नि अघि अस्ति हामी गएको थियौँ नि हो त्यही। बिच यहाँ रहेको छ, उहाँ नुहाइरहेका छन् खैरेनीहरू पुरै अन्डरवेयर बिक्नी लगाएर। त कोही नग्न अवस्थामा बसिरहेको छन्, त्यही भएर मैले हजुरहरूलाई भिडियो देखाएको छैन त्यतातिरको। सो यो पुल चाहिँ हेर न कस्तो उयो बनाएको है काठको। यसरी पकड त भाइ, अगाडि जानु पर्यो। मात्र होइन मान्छेहरू पनि नाङ्गे नुहाइरहेको छ नि यहाँनिर। सो होइन बिचको भ्लग चाहिँ अब यहाँसम्म मात्र हुनेछ हाम्रो। सो अलराइट गाइज, हामी चाहिँ अब यहाँ बिचबाट निस्किसकेको छौँ होइन। यो ठाउँ चाहिँ यो बिच चाहिँ नआउँदा पनि हुन्छ होइन कि कसो भाइ? यो बिचमा चाहिँ नेकेड बिच रहेछ होइन। नेकेड बिच, सबैजना नाङ्गे नुहाएको। बाफ्रे हट हो। उताबाट उयो जाउँ ल। अब चाहिँ हामी एकचोटि मल जाँदैछौँ होइन। मल जाँदैछौँ एकचोटि। अब मलहरू देखाउँछु नि हजुरहरूलाई त्यहाँदेखि चाहिँ। अनि हामी ब्याक टु द सिप। मलभित्र आइसकेको छौँ। यो रहेको छ मलको उयो। मलबाट छिर्ने बित्तिकै क्यारिकोर जुत्ताहरू हेर न, महँगो न महँगो छ। 70-80 किलोमिटरमा पर्छ। अब सो यो चाहिँ अन्डरग्राउन्ड मल होइन भाइ, अन्डरग्राउन्ड मल रहेछ। यहाँदेखिको यो वर्ल्ड कप पनि लागिरहेको छ स्पेनमा। लुगाहरू पनि यहीँ एमिनेमको यतातिर आउन। केटीहरूको फेभरेट जग्गा आयो नि त नि, प्रिमियर। यति महँगो छ होइन भाइ? पर्फ्युमहरू हेर न, हुको बोस।
सो यो मलदेखि चाहिँ तल पनि रहेको छ यो F1 को उयोहरू यो अन्डरग्राउन्ड अरे भाइ कभरहरू रहेछ यहाँ मोबाइलहरू त अस्ति त्यहाँ तल किनेको म्याङ्गो पनि रहेको छ सो पुल बियर यहाँदेखि तल चाहिँ फेरि जान मिल्दैन रहेछ नि त सो पर्फ्युम जारा मानेर रहेछ मलहरू भनेको त यस्तो पो त होइन भाइ हाम्रोतिर भनेको त त्यही एउटा भाटबेटी नै छ होइन त्यो पनि सो मलहरू हेर्दै हुनुहुन्छ राजा ब्यास खिले भाइले के गर्यो अरे भाइ आज अन्त ल गाइस अब चाहिँ हामी तलसम्म चाहिँ गएनौँ यहीँ उयसबाटै निस्क्यौँ होइन अब हामी ब्याक टु द सिप गर्न आँटिरहेको छौँ सो अहिले सिपतिर जाने उयो भिडियोहरू म हजुरहरूलाई देखाउँछु नि है सो अब चाहिँ हामी सिपतर्फ लाग्दैछौँ होइन बाहिर म सो हाम्रो सिप जाने बाटो चाहिँ यस्तो रहेको छ यहाँ हुँदै हाम्रो सिप वहाँनिर छ सो भिडियो लामो हुन्छ होला सिप जाने बाटो चाहिँ हाम्रो यहीँबाट हुन्छ सो आजको लागि चाहिँ यति नै भ्लग हुन्छ होला हाम्रो सो सी यु इन नेक्स्ट भ्लग